एक्लो हुँदा कस्तो चुनौतीहरू आउन सक्छन् भन्ने छोटो विषयबाट परमेश्वरको वचनबाट हामी हेर्नेछौँ। विशेष गरी हामीलाई थाहा छ विवाहको बेलामा प्राय जस्तो पढिने बाइबल पद उत्पत्तिको 2:18 लेखिएको छ, पढ्नेछौँ। त्यो पढ्नुभन्दा अगाडि अनि हाम्रो जीवनमा विभिन्न किसिमका चुनौतीहरू आउन सक्छन्। जो विशेष गरी विदेश गइसकेपछि परिवारहरू, कतिजनाको परिवारहरू छुटेको है, कतिजना परिवारहरू टुटेको, अनि त्यस्तो कुराहरू हामीले देखिराखेका छ। म आफैले देखेको कति परिवारहरू, अनि कोही छोरा मान्छेहरू विदेश गएर छोरी मान्छेहरू नेपालमा, छोरी मान्छेहरू चाहिँ अर्कैसँग टाप कसेको, अनि परिवार चाहिँ एकदमै बिछोड भएको कुराहरू, र कतिजना चाहिँ श्रीमतीहरू बाहिरै गइसकेपछि श्रीमतीहरू चाहिँ बाहिरै बाट अरूसँगै लागेको घटनाहरू कति हामी देखिराखेका छौँ। हामीले हेर्नेछौँ बाइबलबाटै परमेश्वरको वचनमा विवाहमा बोलिने भनेर मैले अघि नै भनिसकेको थिएँ कि विवाहमा चाहिँ यो उत्पत्तिको 2:18 यहाँ उत्पत्ति 2:18 यसरी लेखिएको छ, म पढिदिनेछु यहाँ। फेरि परमप्रभु परमेश्वरले भन्नुभयो, मानिस एक्लो रहन असल छैन, म त्यसको निम्ति त्यसलाई सुहाउने एकजना सहयोगी बनाउनेछु। हालेलुया। सुरुमा नै स्पष्ट पारिसकेको छ। तर हामीलाई कतिपटक हामी जिउँदै गर्दाखेरि, परिवारमा रहँदै गर्दाखेरि कतिपटक हामीलाई एक्लोपन महसुस गरिरहेको छ कि हामी एक्लोपन अथवा हामी एक्लिँदै गर्दाखेरि हाम्रो जीवनमा विभिन्न किसिमका चुनौतीहरू पनि आइपर्छन्। त्यो चुनौतीहरूलाई सामना गर्नका निम्ति हामीलाई विशेष गरी परमेश्वरको जीवित वचनको खाँचो पर्दछ। कतिजना विदेशमा बस्दै गर्दाखेरि र नेपालमा बस्दै गर्दाखेरि पनि जो परिवार वैवाहिक सम्बन्ध बाँधिसकेकाहरू जो चाहिँ छुटेर बसिन्छ, तब त्यसभित्र विभिन्न किसिमका चुनौतीहरू आइपर्दछन्। त्यो चुनौतीभित्रमा हामीले सामना गर्नका लागि, समाधान गर्नका लागि, त्यो समाधान खोज्नका लागि चाहिँ हामीलाई बाइबल नै महत्त्वपूर्ण छ। बाइबलभित्रको वचन नै महत्त्वपूर्ण हुन्छ। यो उत्पत्ति 2:18 भनेअनुसार चाहिँ 1:2 नै राम्रो हो भन्ने कुराहरू यहाँ विशेष गरी जोड दिएको कुराहरू हामी देख्न सक्छौँ। यहाँ भनिएको छ, मानिस एक्लो रहन असल छैन, म त्यसको निम्ति त्यसलाई सुहाउने एकजना सहयोगी बनाउने छु भन्ने बित्तिकै कतिजना अविवाहितहरू हुनुहुन्छ, अविवाहितको लागि चाहिँ विवाह अनिवार्य रहेछ भन्ने कुराहरूलाई यस वचनबाट पनि हामीलाई उत्साह मिल्दछ। यो वचन विवाहको सन्दर्भमा बोले तापनि यसले एक्लोपनमा ल्याउने विभिन्न जोखिमको सङ्केत पनि दिँदछन्। जब एक्लिन्छ, हामी मान्छे एक्लिन्छ नि, जब एक्लिँदै गर्दाखेरि हाम्रो जीवनमा विभिन्न किसिमका चुनौतीहरू आउन सक्छन्। त्यो चुनौतीहरू भनेको चाहिँ एक नम्बरमा जब हामी एक्लो हुन्छौँ, तब एक्लो हुँदै गर्दाखेरि हामीलाई आउने चुनौती मध्येमा एउटा आत्मिक कमजोरी, अथवा हामीलाई प्रार्थना गर्नको निम्ति हामीलाई मन लाग्दैन, सङ्गति पाइरहेको हुँदैन। यो चाहिँ एउटा विदेश जाने अथवा परिवार भइसकेकोहरू छुट्ने विश्वासीहरू अथवा छुट्ने परिवारहरू चाहिँ अलग भइसकेकोहरूको लागि हुन सक्छन् यो कुरा। त्यो कारणले अनि विशेष गरी विदेश जानुपर्ने बाध्यताहरू छन्। विदेश जाने बित्तिकै चाहिँ अनि कतिपटक सङ्गति बस्न पाइरहेको हुँदैन, सोचेको जस्तो सङ्गति हुँदैन, अनि सोचेको जस्तो प्रार्थना गर्ने समयहरू हुँदैन। त्यस कारणले एक्लो हुँदा चुनौतीहरू यस्तै किसिमका चुनौतीहरू आउन सक्छन्। अनि भावनात्मक रूपमा हामी एक्लो महसुस हामी गर्न सक्छौँ। भावनात्मक रूपमा भन्ने बित्तिकै मानौ अब
मेरो श्रीमती अहिले बाहिर छिन् र म नेपालमा छु र मसँग नानीहरू छन्। मसँग चाहिँ परिवार छन्, सक्दो परिवार भेटघाट भइराखेको हुन्छ मसँग चाहिँ। भने मेरो श्रीमती चाहिँ बाहिर छन् भने उसले चाहिँ आफ्नो मान्छेहरू भेटघाट हुन सकिरहेको छैन र वास्तवमा ऊ काममा मात्र व्यस्त छन्। त्यति मात्र नभएर उसले चाहिँ धेरै जसो अब एक्लो महसुस गर्छन्। ऊ आफैले पनि बोल्ने मान्छे कोही पनि छैन भन्ने जस्तो उसको फिलहरू हुन सक्छन्। भावनामा पनि मेरो साथी त कोही पनि छैन है, मसँग भेटघाट गर्ने साथी कोही पनि छैन भन्ने एउटा मनमा उसले धेरै जसो सोचिराखेको हुन्छ। यस्तो कुराहरू पनि आउन सक्छन्। बोल्ने मान्छे कोही पनि हुँदैन भन्ने जस्तो पनि हुन सक्छन्, किन भन्दा एक्लो छन् होइन। बोल्ने भन्ने हो भने त विदेशमा भाषाको समस्या हुन्छ। भाषाको समस्या भइसकेपछि सबैसँग राम्रोसँग बोल्न सकिरा हुँदैन। अनि त्यही कारणले चाहिँ मान्छेहरू एक्लो महसुस गर्छन् अनि पुरा आफैले चाहिँ म चाहिँ एक्लै छु, म एक्लो हुँ भन्ने जस्तो त्यस्तो सोच आउँछन् उनीहरूलाई। अनि अर्को कुरा चाहिँ जब हामी एक्लो हुँदै जान्छ तब त्यो बेलामा चाहिँ गलत सङ्गतले हामीलाई प्रभाव पार्छन्। जब गलत सङ्गतले हामीलाई प्रभाव पार्छ तब हामी साँच्चै नै हामीलाई ठुलो चुनौती भनेको चाहिँ गलत सङ्गतले गर्दाखेरि हो। हामी जोसुकै होस्, हामी यहाँ नेपालमा बाहिर विदेश जहाँ जुनसुकै ठाउँमा होस्, तर पनि हामीलाई गलत सङ्गतले हामीलाई ठुलो प्रभाव पार्छ। गलत सङ्गत कस्तोसँग सङ्गत गर्दैछ भन्ने कुराहरूले हामीले बुझ्नु अनिवार्य छ। गलत मान्छेहरूसँग सङ्गत गर्छौँ तब हामी चाहिँ परिवर्तन हुन्छ के, वास्तवमा हामी परिवर्तन हुन्छ। अनि सङ्गत भन्ने बित्तिकै हुन त सङ्गतै अब नगर्ने भन्ने कुरो त हुँदैन होइन। सङ्गत गर्दाखेरि कस्तो व्यक्तिसँग हामी सङ्गत गर्नुपर्छ भन्ने कुराहरू हामीले जान्नु आवश्यक छ। सङ्गतले मान्छेलाई बिगार्छ, विभिन्न मान्छेसँग सङ्गत गर्नु हुँदैन भनेर म भन्छु। जब मान्छेसँग सङ्गत गर्छ, हामी क्रिस्चियनहरूले वास्तवमा क्रिस्चियनसँगै सङ्गत गरेको राम्रो हुन्छ। हुन त अब नन क्रिस्चियन प्रभुलाई नचिन्नेहरूसँग पनि हाम्रो सङ्गत चाहिँ हुनुपर्छ, तर हाम्रो छाप चाहिँ छोड्नु हुँदैन। अथवा हाम्रो आइडेन्टिटी अथवा हामी को हो भन्ने कुरालाई हामी बिर्सिनु हुँदैन कहिले पनि। हामी सङ्गत गर्दै जाँदाखेरि यो संसारसँग सङ्गत गर्दाखेरि एकदमै राम्रो छ। यो संसारसँग सङ्गत धेरै राम्रो छ, धेरै रमाइलो छ, आनन्द छ, खुसी छ होइन। संसारसँगको सम्बन्ध सङ्गत गर्दाखेरि यति रमाइलो छ कि संसार होइन, यति रमाइलो छ कि संसार यस्तो सङ्गत गरेन भने कोसँग सङ्गत गर्ने भन्ने जस्तो सोच पनि आउन सक्ने सम्मको सङ्गत छ। बाहिरको मान्छेहरू कति राम्रो छन् होइन, उनीहरूले खुसी दिन्छन्, आनन्द दिन्छन्, हाँसिदिन्छन्, बोलिदिन्छन्। सङ्गतले प्रभाव पार्न दिनु हुँदैन। तपाईँ कस्तोसँग सङ्गत गर्दै हुनुहुन्छ, सङ्गतमा विचार पुर्याउनुहोस् भनेर एउटा उत्साहको लागि। अनि जब हामी एक्लो हुँदै जान्छ, मैले भने आत्मिक कमजोरी त अवश्य हुन्छ अनि भावनात्मक रूपमा पनि हामी एक्लोपन अथवा एक्लो महसुस हामी गरिराखेको हुन्छ भने अरू सङ्गतले गर्दाखेरि हामीलाई प्रभाव पर्दछ। जब सङ्गतले हामीलाई प्रभाव पर्दछ तब हामीलाई विभिन्न सजिलै तरिकाले हामीलाई फसाउन सक्छन्, प्रलोभनमा पर्न सक्छन्। हामी जब हामी प्रलोभनमा पर्छ तब हामी फसिन पुग्दछन्। बङ्गाली अनि पाकिस्तानीहरूसँग प्राय जुनसुकै देशमा पनि पाकिस्तानी र बङ्गालीहरू हुँदो रहेछ। पाकिस्तानी र बङ्गालीहरूले दिदीबहिनीहरूलाई चाहिँ प्रभाव पारेरै छोड्ने रहेछ। हामीले एउटा न्युज सुन्दै थिएँ अनि भाइरल भइरहेको छ अहिले। त्यो न्युज चाहिँ नेपालमा छ, छोरा मान्छे चाहिँ बिहे गरेर चाहिँ श्रीमतीले चाहिँ अमेरिका पठाइदिएछ। जब अमेरिका पठाउने बित्तिकै अनि उसले चाहिँ पाकिस्तानीसँग साथी बनाएछ, पाकिस्तानीसँग भएछ। त्यसपछि चाहिँ अनि श्रीमानलाई चाहिँ ब्लक गरिदिएछ। अनि श्रीमानले चाहिँ धेरै लगानी गरेर अमेरिका पठाइदियो। लास्टमा पाकिस्तानीसँग लागेर चाहिँ उसले आफ्नै श्रीमानलाई चाहिँ ब्लक गरेर त्यहाँ ठुलो भाइरल भइरहेको छ। यो खबरहरू, यो कुराहरू अहिले सामाजिक सञ्जालभरि
छरपष्ट फैलिरहेको छन्। अनि साथी सङ्गत है, साथी त भन्छ तर पनि कस्तो सङ्गत गर्छ, त्योसँग साथी गर्दै गर्दैखेरि श्रीमानलाई ब्लक गर्नुपर्ने कारण चाहिँ के थियो होला, त्यो त हामीलाई थाहा छैन। साथी चाहिन्छ अरे भन्छ। विदेश जाने बित्तिकै उसले लास्टमा त्यो श्रीमती चाहिँले पनि स्पष्टीकरण दिँदै थियो, अमेरिका भन्ने ठाउँमा आइसकेपछि साथीको आवश्यकता पर्दो रहेछ। अमेरिका जस्तो ठाउँमा आइसकेपछि मेरो साथी मात्र हो भन्ने कुराहरू गर्दै थियो। छोरी मान्छेले छोरा मान्छेले साथी बनायो त्यो पनि। अनि त्यति मात्र होइन, हामी विदेशतिर कति हामी देख्न सक्छौँ लिभिङ टुगेदर भन्छ। बिहे नहुँदै गर्दाखेरि छोरी मान्छेसँग बस्ने, छोरी मान्छे छोरा मान्छेसँग बस्ने कामहरू गरिरहेको छ। त्यो चाहिँ लिभिङ टुगेदर भनेर उनीहरूले लिभिङ टुगेदरमा उनीहरू सँगसँगै बस्ने गर्दो रहेछ। कामको सिलसिलामा उनीहरू चाहिँ सँगसँगै बस्छन्। सँगसँगै बस्दै गर्दाखेरि छोरा मान्छे र छोरी मान्छे बुढाबुढी नै नभए पनि सँगसँगै बसिसकेपछि त्यहाँ उनीहरू बिचमा सम्पर्क, शारीरिक सम्पर्कदेखि लिएर उनीहरूको आत्मिक हरेक सम्बन्धहरू तिनीहरूमा पर्दछन्। त्यसपछि कतिजना त हामी सुन्दै गर्दाखेरि लिभिङ टुगेदरमा बस्दै गर्दाखेरि पनि छोरा जन्मियो भन्ने खबरहरू पनि सुन्न पाइन्छ होइन। नानीहरू जन्मियो भन्छ तर विवाह नहुँदै गर्दाखेरि तिनीहरू त्यस्तो बस्छन्। साथी हो भनेर त्यस्तो सङ्गतहरू गरेर चाहिँ मान्छेहरू त्यस्तो भएको कुराहरू देख्न सक्छौँ। किन त्यसरी लिभिङ टुगेदरमा बस्छन् भन्दाखेरि उनीहरू एक्लो महसुस भएको कारणले गर्दाखेरि लिभिङ टुगेदरमा बस्छन्। अलिकति सजिलो हुन्छ होला के अरे त्यसरी साथीसँग बस्यो भने भन्ने एउटा लागेर चाहिँ त्यसरी जब बस्छन् तब मानिसहरू फसेको हामी थाहा पाउँदैन, पत्तै पाउँदैन। लास्टमा बिग्रिसकेपछि मात्र ओहो यो त नहुनुपर्ने तर भइहाल्यो भन्ने हुन्छ। अनि हामी सबैजनाको लागि एउटा उत्साहको लागि हामी चाहिँ जब हामी एक्लो हुँदै जान्छ तब हाम्रो लागि चाहिँ धेरै किसिमको चुनौतीहरू आउँछन्। त्यत्तिकै प्रभुको वचनले भनेको छैन एकभन्दा दुई चाहिँ असल हो भनेर प्रभुले त्यत्तिकै भन्नुभएको छैन। सकभर विवाह भएकोहरू जोडीहरू, विवाहित जोडीहरू सकभर सँगै रहनु चाहिँ राम्रो कुरा हो, असल कुरा हो। जब विवाह भइसकेपछि चाहिँ छुटिनु भनेको चाहिँ एकदमै यो खतराको कुरा हो र एकदमै चुनौतीको कुरा हो। सबैजसो के अरे त्यसरी नै सबैजना सत्यतामा सही ठाउँमा बस्न सक्छन् भन्ने पनि हुँदैन। त्यो कारणले हामी चाहिँ एकदमै होसियारीसँग हामी अगाडि बढ्नु पर्दछ। हाम्रो एक्लोपन महसुस गर्न नदिनको निम्ति हामीले चाहिँ प्रार्थना सङ्गतिहरू गरिराख्ने, प्रार्थनाहरू गरिराख्ने, परमेश्वरको वचनहरू पढिराख्ने हामीले जब हामी गर्दै गऱ्यौँ भने हामीलाई एक्लो फिल हुँदैन। विदेश जाँदै गर्नेहरूले अरू के नभए पनि बाइबल चाहिँ बोक्नुपर्छ। हुन त मोबाइलमा पनि छ अहिले, भए पनि बाइबल पढ्ने, फुर्सदको टाइममा बाइबल पढ्ने। अनि मोबाइलमा मात्र बिजी व्यस्त भन्दा नि मोबाइलमा मात्र बिजी व्यस्त भए पनि अब सङ्गत अर्कैसँग सङ्गत लाग्न सक्छन् है। किनभने यो सामाजिक सञ्जाल भनेको एकदमै रमाइलो छ, एकदमै ठुलो छ। सामाजिक सञ्जालमा राम्रो मान्छे पनि भेटिन्छन्, नराम्रो मान्छे पनि भेटिन्छन्। यो सामाजिक सञ्जालबाटै मान्छेहरूको कति परिवारहरू टुटिराखेको छन्। 1 पत्रुसको 5:8 भनेको छ, यो हामी पढ्नेछौँ है त। सचेत रहो, जागर रहो, तिमीहरूको शत्रु दियाब्लस कसलाई भेटाउँ र खाइहालु भनी गर्जने सिंह झैँ खोजी हिँड्छ। 9मा हामी पढ्ने भने विश्वासमा दरिला भएर त्यसको विरोध गर, किनकि संसारभरि नै तिमीहरूको दाजुभाइहरूले पनि त्यस्तै कष्टको अनुभव गरिरहनु परेको छ। यो छोरा मान्छे विदेश होस्, छोरी मान्छे विदेश होस्, तर पनि हामी चाहिँ परमेश्वरको वचनले भनेको छ कि सचेत रहो र जागर रहो भन्छ। जब हामी एक्लै हुँदै गर्दाखेरि शैतानले फसाउन बेर लाउँदैन। जब हामी एक्लै हुँदै गर्दाखेरि शैतानले हामीलाई फसाउनको निम्ति विभिन्न किसिमका जालहरू रचिराखेको हुन्छ। त्यो कारण हामी सचेत रहनुपर्छ, विश्वासमा दरिलो हुनुपर्दछ। जो विश्वासमा दरिलो छैन भने त्यो मान्छेहरू फसिन समय लाग्दैन, फस्नको लागि बेरै लाग्दैन।
विश्वासमा दरिलो भएर चाहिँ त्यो शैतान हामीलाई कसरी फसाउँ भनेर उसले विभिन्न किसिमका मौकाहरू खोज्दै गर्ने बेलामा हामी चाहिँ चलाक हुनुपर्दछ। हामी क्रिस्चियनहरू चलाक हुनुपर्दछ। तर जब क्रिस्चियनहरू चलाक हुँदैन अथवा शैतानले मौका खोज्दै गर्दाखेरि शैतानको मौकामा हामी परिन्छ, तब हामी फसिन पुग्छ र हामी अन्तमा गएर रुनु बाहेक केही छैन। हव्वालाई छल गर्यो शैतानले। मैले एउटा कुरा भन्न चाहन्छु, छोरी मान्छेलाई वास्तवमा विशेष गरी छोरी मान्छेको बीचमा चाहिँ शैतानले काम गर्छ। छोरा मान्छेहरूलाई एउटा चेतवनी, छोरा मान्छेहरूलाई म के उत्साह दिन्छु भन्दाखेरि, हुन त म आफैको लागि पनि हो यो वचन, जब छोरा मान्छेले छोरी मान्छेलाई फ्री छोड्छ तब पाप सुरु हुन्छ भन्दाखेरि तपाईहरुलाई कति अप्ठ्यारो लाग्न सक्छ होला हैन। छोरा मान्छेले छोरी मान्छेलाई फ्री छोड्दै गर्दाखेरि त्यहाँ पाप प्रवेश हुन्छ। हामीले सुरुवातमै हेर्ने हो भने जब आदम र हव्वा सँगै त थियो, तर पनि श्रीमतीलाई उसले उसको मायाले गर्दाखेरि स्वतन्त्र छोडेको कारणले गर्दाखेरि उसले परमेश्वरले दिएको आज्ञालाई उल्लङ्घन गर्यो। छोरी मान्छेबाटै पाप भए तापनि मेन गरी छोरा मान्छेले ह्यान्डल गर्नुपर्ने, छोरा मान्छेले कन्ट्रोल गर्नुपर्ने हो है। छोरा मान्छेको मायाले गर्दाखेरि हव्वा त्यतिकै फस्यो। लास्टमा गएर चाहिँ छोरा मान्छेकै गल्ती देखायो। त्यहाँ किन हव्वाले छोड्नु पर्यो त? हव्वालाई किन फल टिप्न लायो त? किन? अनि लास्टमा आएर मलाई लाग्छ त्यो फल टिप्दै गर्दाखेरि सायद हैन, सायद भनेको मैले चाहिँ फल टिप्दै गर्दाखेरि चाहिँ सायद आदमबाट अलिक उ पर नै थियो कि जस्तो लाग्छ। अझ आदमबाट उ अलिक बाहिर थियो कि जस्तो लाग्छ, अथवा आदमबाट अलिक टाढा थियो कि जस्तो लाग्छ। जब टाढा हुन्छ तब छोरी मान्छेले पाप सुरु गर्ने रहेछ भन्ने लाग्छ, यही वचनबाट नै हैन। त्यो कारण गर्दाखेरि उत्साहको लागि जतिजना छोरा मान्छेहरू विदेश जाँदै हुनुहुन्छ र छोरी मान्छेहरू पनि विदेश जाँदै हुनुहुन्छ, फसिनबाट जोगिनुहोस्। परमेश्वरको वचनले भन्दछ सचेत रहो र जागर रहो। यो कुरा छोरा मान्छे र छोरी मान्छे दुवैको लागि आवश्यकता। छोरी मान्छे मात्र सचेत हुनुपर्छ भन्ने छैन र छोरा मान्छे मात्र सचेत हुनुपर्छ भन्ने छैन, छोरी मान्छे मात्र सचेत हुनुपर्छ भन्ने छैन। दुवैजना सचेत हुन आवश्यकता छ। जब दुवैजना सचेत हुन्छ तब शैतानले हामीलाई फसाउन पाउँदैन। बाइबलमा एकजना व्यक्तिको कथा छ। रुथ भन्ने पुस्तक तपाईले पढ्नु भएको छ होला सायद। रुथ भन्ने पुस्तकमा रुथ र एउटा नओमी भन्ने एकजना सासु बुहारीको त्यहाँ कथा, एकदम राम्रो कथा छ। त्यहाँ सत्य जुन परमेश्वरको जीवित वचनमा लेखिएको छ। रुथ चाहिँ एउटा बुहारी हुन्छ अनि रुथ चाहिँ कस्तो हुन्छ भन्दाखेरि मोआबी स्त्री हुन्छ। उसको सासु चाहिँ यहुदी हुन्छन् अथवा इस्राएली जाति हुन्छन्। अनि उनीहरूको बीचमा छोटकरीमा भन्नुपर्दा सासु बुहारी हो र बुहारी चाहिँ सासु चाहिँलाई छोड्न मान्दैन। ऊ बुहारी चाहिँ अर्कै देशबाट आएको हुन्छ, इजरायलीहरूसँग बिहे गर्न अर्कै देशको हुन्छ त्यो रुथ चाहिँ। तब बिहे गरेर आउँछन् अनि बिहे भएर आउँदै गर्दाखेरि रुथको बुढा चाहिँ मर्छन्, मृत्यु हुन्छ। तब उसले चाहिँ अनि सासु चाहिँले चाहिँ अब छोरा मरिहाल्यो, अब तिमी फेरि आफ्नो देशमा आफ्नो जाति कहाँ आफ्नो ठाउँमा जाऊ भनेर भन्दाखेरि रुथले चाहिँ के भन्छ भन्दाखेरि म चाहिँ जाँदिनँ, म जाँदिनँ भन्ने कुराहरू त्यहाँ अठोट गरेको कुराहरू र आफ्नो सासुप्रति माया प्रेम र भक्ति गरेको कुराहरू हामीले देख्न सक्छौँ। रुथले चाहिँ बाइबलमा एउटा यस्तो उदाहरण, एउटा असल उदाहरण देख्न सक्छौँ कि रुथको जीवनमा अरू पनि छ। तर एउटा भन्नु पर्दाखेरि रुथले चाहिँ उसले चाहिँ जुन ठाउँमा जोसँग बिहे गरे त्यही जातिसँग र त्यही ठाउँमा र
रुथले चाहिँ छोड्न मानेनन्। अहिलेको दिदीबहिनीहरू बिहे गरेर नानी बाबुहरू ठुल्ठुलो भएर पनि आफ्नो बुढालाई लत्याएर, आफ्नो परिवारलाई लत्याएर अर्कैसँग भागेर है अर्कैसँग हिँडिराखेको, अर्कैसँग बिहे गर्न पुग्छन्। तर यो रुथको कथाले चाहिँ के भन्दछ भन्दाखेरि जब विवाह भयो तब चाहिँ सासू ससुरालाई देखि आफ्नो त्यो पुरै अब जात भनौँ न, आफ्नो अर्कै जात भए पनि अर्कै जातसँग बिहे गर्न, अर्कै जातिसँग बिहे गर्न आए तापनि रुथले चाहिँ छोड्न मानेन। उसले चाहिँ पूर्ण रूपमा स्वीकार गर्दछ कि तपाईँको परमेश्वर मेरो परमेश्वर, तपाईँ जहाँ जानुहुन्छ म त्यहीँ जान्छु, तपाईँ जहाँ गाड्नुहुन्छ म त्यहीँ म गाड्नु पर्दछ भन्ने कुराहरूलाई रुथले भनेको छ। भनेपछि रुथले चाहिँ जुन विश्वास पहिलाको कुराहरूलाई त्याग्यो, बाहिरी के अरे अन्य जाति थियो भनेपछि जब ऊ इजरायली जातिसँग आयो इजरायलका परमेश्वरलाई उसले विश्वास गर्यो र त्यो विश्वास चाहिँ उसले त्यागेनन्। अहिले चाहिँ अहिलेको मान्छेहरूलाई हेर्दै गर्दाखेरि म छक्क पर्छु। मान्छे विश्वासी भन्छ अविश्वासीसँग गइराखेको हुन्छ, अथवा मान्छे क्रिस्चियन भन्छन् तर नन क्रिस्चियनसँग गइराखेको हुन्छ र नन क्रिस्चियनसँग आइराखेको हुन्छ तर जीवन परिवर्तन भइराखेको देख्दैन। विदेशी भए तापनि उसले चाहिँ रुथले चाहिँ विदेशी नारी भन्थ्यो, विदेशी स्त्री भन्थ्यो। त्यो सासू ससुरालाई कहिले पनि त्याग्ने इच्छा गरेनन् रुथले। अहिलेकोहरूलाई हेर्ने हो भने सासूलाई त कसले माया गर्छ र? प्राय बुहारीहरू हुनुहुन्छ, हुन त तपाईँहरू बुहारीहरू हुनुहुन्छ, सासूले कति माया गर्नुहुन्छ तपाईँहरूले? सासूप्रति रुथले गरेको मायालाई देख्दै गर्दाखेरि म छक्क पर्छु। विदेश गइसकेपछि परिवारहरू टुटेको कुराहरू मैले अघि नै पनि गरिसकेको छु। कति क्रिस्चियन परिवारहरू पनि टुटेको छ, छोराछोरा ठुलो भइसक्यो तर विदेश गइसकेपछि टुट्नेहरूमा प्राय जसो दिदीबहिनीहरू पर्दो रहेछ। मलाई किन त्यस्तो महसुस गर्छु भन्दाखेरि मैले देखिने दिदीबहिनीहरू प्राय परिवारबाट छुटेको देखिराखेको छु। म अचम्मै लाग्छ किन छुट्छ होला त्यसरी, किन दिदीबहिनीहरूको मन चाहिँ परिवर्तन चाँडै हुन्छ होला जस्तो लाग्छ। दिदीबहिनीहरू भावनामा अलिक बेसी बग्छन्, भावनामा जति धेरै बेसी बग्छन्, मैले अघि नै भने एक्लोपनमा चाहिँ विभिन्न किसिमका चुनौतीहरू आउँछन् भनेर विभिन्न सङ्गतहरूसँग लागिराखेको हुन्छ दिदीबहिनीहरू। अरूले भन्ने बित्तिकै ठ्याक्कै फकिहाल्ने खालको सोचहरू हुन्छन्। उत्पत्तिकै पुस्तकतिर हेर्ने हो भने पनि शैतानले भन्दैछ तर त्यहाँ हव्वाले मानिसक्यो। बुढो देख्दैन, त्यहाँ हामीले स्पष्ट थाहा छैन कि बुढो सँगसँगै हुँदै गर्दाखेरि त्यो शैतानले भन्यो कि, र त्यो अलिक छुटिँदै गर्दाखेरि शैतानले भन्यो त्यो त म जान्दिनँ होइन, तर पनि मलाई लाग्छ कि त्यो एक्लै हुँदाखेरि चाहिँ शैतानले त्यो हव्वालाई भनेको होला भन्ने लाग्छ मलाई चाहिँ। तपाईँहरूको विचार चाहिँ के छ मलाई थाहा छैन। जब हामी एक्लो हुँदै जान्छ, एक्लोको बेलामा चाहिँ शैतानले हामीलाई फसाउनको निम्ति मौका पाउँदछ। विदेश गएपछि मान्छेहरू किन टुट्छन् भन्दाखेरि, किन छुट्छन्, किन डिभोर्स हुन्छन् भन्दै गर्दाखेरि यसपालिको डाटा यो 2025 त गयो अब हुन चाहिँ होइन, यो 2082 सालभित्रमा नेपालमा डिभोर्सको सङ्ख्या अथवा छोडपत्र गर्नेहरूको सङ्ख्या धेरै करिब 50भन्दा ओभर 56,000 हो कि कतिजनाले डिभोर्स गर्यो अरे, 56,000 हो कि कतिजनाले डिभोर्स गर्यो अरे भन्ने मैले सुन्दै थिएँ। त्यो यति नै हो भन्ने कुरा चाहिँ म भन्न सकिनँ, तर 50,000भन्दा ओभर डिभोर्सको केसहरू भयो अरे भन्ने कुराहरू सुनेको छु मैले। किन डिभोर्सहरू हुन्छन् भन्दाखेरि एकले अर्कालाई नबुझेको कारणले गर्दाखेरि हो नि त, एकले अर्कालाई समय नदिएको कारणले गर्दाखेरि हो जस्तो लाग्छ मलाई चाहिँ। विदेश गइसकेपछि किन परिवार टुट्छ भन्दाखेरि एक नम्बरको कारणमा
दूरीले सम्बन्ध कमजोर बनाउँछ अथवा जति धेरै हामी टाढा हुन्छ त्यति नै हाम्रो सम्बन्धहरू कमजोर बनाइदिन्छ। मलाई यो कुरा एकदम सही लाग्छ। मलाई अहिले आएर आफैले पनि भोग्दैछु कति कुराहरू। जब हामी दूरी टाढा हुन्छ अथवा हामी टाढा हुन्छन् अथवा श्रीमान श्रीमतीहरू टाढा हुन्छन् तब हाम्रो सम्बन्धहरू कमजोर हुँदै जान्छ। जब सम्बन्ध कमजोर हुँदै जान्छ धेरै कुराहरूमा बुझिँदैन र धेरै कुराहरू आफ्नो आफ्नो तारमा लाग्छन्। लास्टमा आएर के हुन्छ, सम्बन्ध टुटिन्छ नै, छुट्ने, डिभोर्स हुने कारणहरू यसरी किन भन्दाखेरि दूरी टाढा अथवा धेरै समय जस्तो लामो समयसम्म विदेश बस्नुले पनि परिवारहरू टुटिराखेको हुन्छ। त्यो कारणले कतिजना बुढो सिस्नो ढेँडो खाएरै बसौँला, बुढो सँगै बस्ने, विदेश जाँदिन भन्नेहरू ठिक लाग्छ जस्तो लाग्छ कहिलेकाहीँ चाहिँ। तर होइन, विदेश जानै पर्छ, पैसा त कमाउनु पर्छ भन्ने हामीलाई जब विचार आउँछन् तर पैसा कमाउने सोचले गर्दाखेरि परिवारहरू सिस्नो खाँदै गर्ने बेलाको खुसी जस्तो मिल्दैन। पैसा त कमाउला अलिअलि होइन, त्यो पैसाले हामीलाई शान्ति दिइराखेको देख्दैन। मान्छेहरू हिँड्दै गर्दाखेरि अथवा मान्छेहरूको के अरे त्यो डिभोर्स हुँदै गर्दाखेरिको र मान्छेहरूको परिस्थिति हेर्दै गर्दाखेरि मलाई अचम्म लाग्छ। आमोसको 3:3 पदमा यसो लेखेको छ के दुईजना आपसमा सहमत नभएसम्म सँगसँगै हिँड्छन् र भन्छन्। आपसमा सहमत भन्ने कुराहरू यहाँ गरिएको छ। परिवारको सदस्यसँग संवाद घट्नु अथवा परिवारसँग जब विदेश दूरी टाढा भइसकेपछि छ नि, मलाई पनि अचम्म लाग्छ। पहिला दिनको करिब घट्टीमा भए पनि 3-4 चोटि, 5-6 चोटि होइन, कहिले त 8-9 चोटि नै बोलिन्थ्यो भने अहिले आएर करिब कहिले दिनको 1 चोटि पनि हुँदैन। अब 3-4 दिन, 8-9 दिनसम्म ग्याप हुनु भनेको दूरी टाढा भएको कारणदेखि जति धेरै हामी टाढिँदै जान्छौँ, श्रीमान श्रीमतीहरू टाढिँदै जान्छ। जब अरूसँग संवाद भइसकेपछि मसँग बोल्नलाई मेरो कुरा बुझिदिने, मेरो भावना बुझिदिने, मेरो दुःख बुझिदिने, मेरो कुरा सुनिदिने अरू नै छ त भन्ने तरिकाले घरको मान्छेहरूसँग संवाद गर्दैन अथवा बोल्दैनन्, बोल्न छोड्छन्। किन भन्दाखेरि अरूसँग नै उसले अलरेडी बोल्ने मान्छे पाइसकेको हुन्छ। त्यसपछि अनि सम्बन्धहरू टुटेर जाने सम्भावनाहरू हुन्छ। अनि विश्वासमा कमजोरी हुन्छ र जिम्मेवारीहरू हराउँदै जान्छ। त्यसरी विश्वास हुन्छ नि हाम्रो होइन, त्यो विश्वास चाहिँ लाग्दैन। विश्वासको सट्टामा शङ्का लाग्ने कुराहरू देखिन सक्छ। अनि परिवार किन टुट्छ भन्दाखेरि हामीले जब धेरै पैसाले सोच्छौँ, पैसाले चाहिँ पहिलो प्राथमिकतामा राख्दछौँ र आत्मिक कुरालाई चाहिँ हामीले प्राथमिकता दिँदैनौँ भने, आत्मिक कुरालाई भन्दा पनि यो आर्थिक कुरालाई बढी प्राथमिकता दिन्छौँ भने त्यसमा पनि हामी परिवारमा टुट्ने सम्भावनाहरू बेसी हुन्छ। हामीले 1 तिमोथीको 6:10 पदमा हेर्ने हो भने पैसा नै खराबीको जड हो भन्ने कुराहरू, पैसाको मोह गर्नु नै खराबीको जड हो भन्ने कुराहरू हामी देख्न सक्छौँ। यहाँ अलिकति म पढ्नेछु। किनभने रुपैयाँ पैसाको मोह नै सबै किसिमको खराबीको जड हो। पैसाको लोभमा परेर कोही विश्वासबाट कुकर्मतिर लागेका छन् र धेरै पीडाले तिनीहरूको हृदय घोचेका छन्। डरलाग्दो कुरो छ। पैसा कमाउने न्युमा पैसा कमाउँछु भन्छन्, पैसाको चाहना गर्छन्, तर उनीहरू चाहिँ के भएको छन् भन्दाखेरि यो पैसाको लोभमा परेर कोही विश्वासबाट कुकर्मतिर लागेका छन्। मैले सुन्दै गर्दाखेरि कतिजना विदेशमा बस्ने दिदीबहिनीहरूलाई एउटा वास्तविक घटना, विदेश गइसकेपछि दिदीबहिनीहरू हाम्रो हातमा हुँदैन, अर्काको हातमा हो। सिधै बिहे गरिसकेपछि
विदेश पठाउनु भनेको चाहिँ अर्कालाई सुम्पिने जस्तै हो भन्दो रहेछ मान्छेले। हो पनि जस्तो लाग्यो मलाई चाहिँ। अर्कालाई सुम्पिनु हो। अर्कालाई सुम्पिनको लागि किन बिहे गर्ने भन्छ कति प्रश्न। अर्कालाई सुम्पिनको लागि किन बिहे गर्ने भन्छ। बिहे गरिसकेपछि चाहिँ नछुटिनु भन्ने कुराहरू छ। किनभनेदेखि बाइबलको उत्पत्ति 2:18 भन्छ 1:2 असल हो भनेर भनिसकेको छ। तर पनि बिहे भइसक्यो, एक भइसक्यो, हामी पैसाको लागि चाहिँ हामी अलगिन्छौँ भने एकदमै त्यहाँ डरलाग्दो कुराहरू छ। त्यहाँ चाहिँ ठुलो चुनौतीहरू छ। यहाँ भनेको छ कोही कोही विश्वासबाट कुकर्मतिर लागेको छन्, विश्वासबाट त्यागिएका छन्, विश्वास हराएको छन्। मैले अस्ति नै सुन्दै थिएँ कुवेतमा पुगेको रहेछ नेपाली चेलीहरू। अनि कुवेतको घरबाट त्यहाँ ऊ भएर नराम्रो पिट्ने यताउति नराम्रो भएर भागेछ। के अरे अरू केटा मान्छेसँग कन्ट्याक्ट गरेर भागेछ रातिको 1 बजे। अनि त्यही केटा मान्छेले चाहिँ फेरि अनि केटा मान्छेले चाहिँ अर्कै के अरे बङ्गाली हो कि पाकिस्तानीहरूलाई चाहिँ पाकिस्तानी हो कि बङ्गालीहरूसँग बस्न लगाइदिएछ। अनि उसलाई चाहिँ त्यसरी बस्न लगाइदिएछ भनेपछि दिदीबहिनीहरू प्राय अर्काकै हातमा विदेश गइसकेपछि त्यस्तो हुने रहेछ। अनि किन भाग्यो भन्दाखेरि चाहिँ बस्यो भने मार्ने नै रे। फेरि मर्नुभन्दा बाँच्नु राम्रो भनेर रातको 1 बजे गेटबाट ओढेर भाग्यो। अर्कै केटाले लग्यो, अर्कै केटाको कोठामा लगेर राख्यो। अनि नेपालीले नै। अनि त्यसपछि नेपालीले चाहिँ बङ्गालीले चाहिँ पैसा दिन्छ राम्रो अनि भनेर बङ्गालीसँग लागेछ। पैसा पनि पाउने भयो, अलिक कमाउने भयो दिदीबहिनीहरूले, छोरी मान्छेहरूले कमाउनु चाहिँ। तर पनि ऊ राम्रो बाटोमा हुँदैन, ऊ नराम्रो बाटो नै हुन्छ। प्राय जसो छोरी मान्छेहरू, सबै त भन्दिनँ तर प्राय छोरी मान्छेहरू बिग्रिराखेकै देख्छु म चाहिँ। अनि हामीले हिब्रूको पुस्तकमा पनि हामीले हेर्ने हो भने त्यहाँ पनि लेखेको छ, हिब्रू 13:5 लेखिएको छ, तिमीहरूका जीवन रुपैयाँ पैसाको मोहबाट अलग राख, तिमीहरूसँग भएको कुरामा सन्तुष्ट बस, किनकि उहाँले भन्नुभएको छ म तिमीहरूलाई कुनै रीतिले छोड्ने छैन, म तिमीहरूलाई त्याग्ने छैन। हालेलुया। यो मलाई एकदमै मजा लाग्ने, एकदमै महत्त्वपूर्ण लाग्ने, म तिमीहरूलाई कुनै रीतिले छोड्ने छैन, म तिमीहरूलाई त्याग्ने छैन, परमेश्वरको वचनले भन्दछ। यहाँ भनेको छ तिमीहरूका जीवन रुपैयाँ पैसाको मोहबाट अलग राख। हुन त पैसा नभएसम्म के गर्न सक्छ र? पैसै भएन भने कसैले पत्याउँदैन, पैसै भएन भने घर परिवारै चल्दैन भन्ने भएर यो पैसाको पछि लाग्नेहरू, पैसाको मोहबाट चाहिँ बाइबलले भन्छ अलगै बस भन्न चाहिँ। पैसाको कारण गर्दाखेरि आत्मिक कमजोरी हुन्छ। पैसा कमाउन जान्छ, सङ्गति बस्ने फुर्सद हुँदैन, प्रार्थना गर्ने फुर्सद हुँदैन, बाइबल पढ्ने फुर्सद हुँदैन। अनि उनीहरू एक्लो महसुस गरेर उनीहरूले बाइबलसँग उनीहरूले साथी बनाउँदैन। उनीहरूले बनाउँछ त केवल मोबाइलले साथी बनाउँछ। मोबाइलभित्र कति छ साथी त, साथी निकाल्छ मोबाइलभित्रबाट, साथी धेरै बनाउँछन्। अनि त्यसपछि उनीहरूले राम्रो सङ्गत गर्न पाउँदैन। उनीहरूले साथीहरू त विभिन्न सङ्गत लागेको साथीहरू बनाउँछन्, त्यसपछि छैन, मान्छे लास्टमा गएर चाहिँ विश्वासबाट पनि तर्केर जान्छन्, कुकर्मतिर पनि लाग्छन्। त्यसपछि चाहिँ आत्मिक कुराहरूमा एकदमै कमजोरी हुन्छन्, बाइबल अध्ययनहरू गर्न पाउँदैनन्, सङ्गतिहरू छुट्छन्। त्यस्तो भइसकेपछि लामो समयसम्म जब अलग भयो भने अथवा हामी एकअर्काको विश्वासमा पनि कमजोर हुन्छ, विश्वास पनि लाग्दैन, शङ्काहरू लाग्न सक्छ। अर्कैसँग मसँग बोल्ने मान्छे थियो पहिला र अहिले त बोल्दैन, अब अर्कैसँग लागिसकेछ भन्ने शङ्का हुन्छ। शङ्का नलाग्ने शङ्का पनि लाग्छन्। त्यस्तो भइसकेपछि पैसाको कारणले गर्दाखेरि मान्छेहरूको जीवन डामाडोल बनाइराखेको छ। पैसा नहुँदाखेरि पनि, पैसा भएर पनि मान्छेहरूको जीवन डामाडोल भइसकेको छ।
त्यसै कारण गर्दाखेरि पैसा कमाउन जानेहरूको लागि मेरो उत्साह के छ भन्दाखेरि पैसा सँगसँगै प्रभुलाई चाहिँ पहिलो स्थानमा राखेर पैसालाई चाहिँ ठिक तरिकाले चलाउनुहोस्, ठिक तरिकाले कमाउनुहोस्, प्रभुलाई पहिलो स्थानमा राखेर आत्मिक जीवनमा अगाडि बढ्नुहोस्, अनि बाइबललाई सक्दो पढ्नुहोस्, अनि सक्दो सङ्गतिमा बस्ने कोसिस गर्नुहोस् भनेर मेरो उत्साह छ। बाइबलले चाहिँ हामीलाई चाहिँ के सिकाउँछ भन्दाखेरि, हामी एक्लोपन हुँदै गर्दाखेरि के सिकाउँछ भन्दै गर्दाखेरि, बाइबलले चाहिँ अथवा त्यो विभिन्न किसिमको समस्या आउँदै गर्दाखेरि चाहिँ बाइबलले चाहिँ हामीलाई समाधानको कुराहरू सिकाउँदछ। आत्मिक रूपमा बलियो रहनको निम्ति हामीलाई सिकाउँदछ। आत्मिक रूपमा बलियो हुनको निम्ति हामीलाई महत्त्वपूर्ण चाहिने कुराहरूमा सबैभन्दा ठुलो कुरो प्रार्थना हो। प्रार्थना नै छैन भने चाहिँ त्यहाँ हुँदैन। अनि वचन अध्ययन, वचनको खाँचो छ। अनि त्यसपछि हामीलाई एकदमै प्रभुमा बलियो हुनको निम्ति सही सङ्गत पनि हुन आवश्यकता छ। अघि नै पनि भन्यो, सङ्गतले गर्दाखेरि हामी बिग्रिने नबिग्रिने सङ्गतले हुन्छ। त्यसै कारण गर्दाखेरि सङ्गत चाहिँ असल सङ्गत गर्नु भनेर बाइबलले सिकाउँछ। 1 कोरिन्थीको 16:14 भनेको छ, त्यहाँ कुनैले पढिदिनु भयो भने सबै कुरा प्रेममा भएर त्यहाँ गर्नुपर्छ भन्ने कुराहरू लेखिएको छ। 1 कोरिन्थी 16:14 यसो लेखिएको छ, म 13 नै पढिदिन्छु। सतर्क रहो, विश्वासमा दृढ भइरहो, साहसिलो र सामर्थ्य बन, जे गर्छौ ती सबै प्रेममा गरिएका हुन्। आमेन। अब जे गर्छौ सबै कुराहरू प्रेम साथ अनि विश्वासमा दृढ भइराखेर गर्नु भन्ने कुराहरू प्रभुको वचनले भनेको छन्। परिवारका लागि समय दिनु, नियमित कुराकानी गरिराख्नु र विश्वास र भरोसामा भएर हामीले आर्थिक कुरालाई भन्दा आत्मिक कुरालाई प्राथमिकता दिएर हामी विदेश बस्नेहरू, एक्लो बस्नेहरू चाहिँ त्यसरी प्रभुमा बलियो हुनको निम्ति त्यसरी अगाडि बढ्न सकिनेछ। हुन्छ, आजको वचनबाट तपाईँहरू सबैजनालाई परमेश्वरले आशिष दिनुभएको होस्।